वेलकम ब्याक टु माई अनदर इट इज बङ्गाली ब्लग। आशा गर्दै सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। अनि के छ साथीहरू खबर? सन्चै हुनुहुन्छ तपाईँहरू? अनि कस्तो जाँदैछ त दिन? हाम्रो नेपालको साथीहरू, यो कोरियाको साथीहरू कस्तो हुँदैछ आजकलको दिन? कामसाम पढाइ लेखाइ कस्तो हुँदैछ? मेरो त ठिकै हो साथी, त्यस्तो खासै त गाह्रो भएको छैन अहिलेसम्म। तर तपाईँहरू कस्तो हुँदैछ दिन? राम्रो हुँदैछ? अनि खै त लाइक कमेन्ट आउँदैन त? कमेन्टहरू आउँदैन के कस्तो बिग्रेको छ कि के छ भनेर? त्यस्तो बिग्रेको छ भने भन्नु है, त्यस्तो ब्लगहरू केही अलि नराम्रो राम्रोहरू केही कस्तो सुधार्नुपर्छ, के गर्नुपर्छ त्यस्तो त भन्नुपर्छ नि साथी। सो कमेन्ट गर्नु है के कस्तो छ। सो अनि त्यही हो, अहिले उठो खानासाना पकाएपछि अनि कलेजतिर त जानुपर्छ। अनि त्यही हो डेली रुटिन। मेरो ब्लगमै भनेको त्यस्तै हो क्या, दिनभरि म के गर्छु त्यही म अहिले हेराउन खोज्छु क्या, हाम्रो डेली लाइफको के हुँदैछ, डेली लाइफ कस्तो छ। सो तपाईँ पनि सक्नुहुन्छ भने प्लिज क्या कन्टेन्ट क्रिएटरहरूमा घुस्नु क्या, जानु गर्नु राम्रो कुरा हो, गर्नुपर्छ, एक्सप्लोर गर्नु क्या। सो त्यही भनेको। फेरि अर्को क्लिप लिएर आउनेवाला छु है। मैले रातिको सब्जी थियो नै, अब भात चाहिँ खान मन लागेन क्या। रोटी थियो, रोटी अहिले त्यो पकाउँदैछौँ। अनि सब्जी यो भइसक्यो, सब्जी रातिको सब्जी अलिअलि थियो। तर यतातिर यो काउली चाहिँ कस्तो महँगो क्या, मासु भन्दा नि महँगो छ काउली, यस्तो महँगो रहेछ नि काउली, लास्टै महँगो क्या काउली पनि फेरि किन। अनि यो रोटी भनेको हाम्रो यस्तो रेडिमेड आउँछ क्या, यस्तो प्लास्टिकमा भएकै आउँछ, ल्याएर खालि तताउनुपर्छ, तताएपछि अनि खान मिल्छ क्या। त्यस्तो हाम्रो नेपाल जस्तो त्यस्तो हुँदैन क्या, नेपाल जस्तो त्यस्तो आटा एकदम गरेर गुन्देर यो बनाएर त्यस्तो प्राय यतातिर गर्दैन क्या। तर त्यस्तो झ्याउ पनि झ्याउ होइन, तर त्यस्तो कम भेटिन्छ क्या, यस्तो प्राय जस्तो यस्तै भेटिन्छ। सो यस्तै राम्रो लाग्छ, अलिक टाइम पनि वेस्ट कम हुन्छ, टाइम बचिन्छ, सेभ हुन्छ क्या। त्यसैले म यस्तै ल्याउँछ क्या हाम्रो सब साथीहरू, सब प्राय जस्तो यस्तै ल्याउँछ मान्छे। खाना खाएर अब म कलेजतिर जान लागेको। सो अहिले करिब हाम्रो 12 बजेर 10 मिनट भइसक्यो, यताको 10 बजे। अनि हाम्रो कलेज 1:30 बजीदेखि हो नि त। सो 1 घन्टा अगाडि नै निस्किन्छु, त्यहाँ पुग्नलाई 1 घन्टा मजाले पनि पुगिन्छ क्या, 1 घन्टाले। सो म कलेज जाँदैछु अहिले। बेलाहरू क्या 12-1 बजी दिनभरि नै भनौँ न। यतातिर हाम्रो यतातिर स्वान एरिया भने मान्छे दिनभरि मान्छे सायद बाटोमा हिँड्दैन क्या। राति फेरि यस्तो मान्छेहरू हिँड्छ नि, राति लगभग 10-11 बजेपछि 10-11-12 बजीतिर यस्तो मान्छेहरू हिँड्छ न, यस्तो भिड हुन्छ क्या बाटोहरूमा। तर अहिले चाहिँ खासै हुँदैन क्या, सब काममा पनि होला, आफ्नो काममा होला, त्यसैले होला क्या, मान्छेहरू छैन क्या। सो रातितिर मान्छे प्रायः जस्तो मान्छे यता राति हिँड्छ क्या, आफ्नो चाहिँ कामहरू हुन्छ, यताउति गरौँ, राति सपिङहरू यताउति गरौँ, अनि दिनभरि आफ्नो काम त्यही पढाइसराइसम्म बिजी होला क्या त्यो मान्छेहरू। त्यस्तै खासै खेल्न कति मजा आएको थियो क्या। हिजो राति हामी आएको थियौँ, साथीहरूसँग आएको थियौँ, गेमहरू खेल्न मजा आएको थियो क्या। यो त्यहाँको भिडियो पनि आउँछ क्या, नेक्स्ट ब्लगमा आउँछ यो भिडियोहरू। र कस्तो छ यो भिडियो, तर यो यहाँको गेम चाहिँ बवाल लाग्यो खेल्न। 15वटा बलको 100 रुपियाँ हुन्छ नेपाली, 100 यताको कोरियन 1000 वन पर्छ। सो खेल्न चाहिँ बवालै लागेको थियो क्या। नेक्स्ट ब्लगमा आउँछ है त्यो भिडियो। स्टेसनमा कस्तो मोबाइल पसलहरू, यस्तो ग्रोसरीहरू, ब्यागहरूको पसलहरू कस्तो रहेछ क्या, यस्तो पसलहरू स्टेसनमा धेरै हुन्छ क्या। मान्छेहरू बोलाउँछ क्या, हाम्रो जस्तो काठमाडौँको त्यो बिजुलीवाला छैन, त्यस्तै मान्छेहरू बोलाउँछ क्या, आऊ फोन लियो भनेर। के भएको हो, मान्छे नै छैन क्या, अलिक खाली टाइपको मान्छेहरू हेर्दा आउँछ क्या, मान्छे नै छैन तर खासै। हिजो त मान्छे यस्तो च्याप्पै घुम्दैछ मान्छेहरू, यस्तो मान्छेहरू थियो नि, पुरै भिडै भिड थियो क्या। आज के भएको, आज मान्छे धेरै कम क्या, त्यसको होला 10% पनि छैन, यस्तो मान्छेहरू कम भइसकेको छ स्टेसनमा। किनभने विकेन्डको बेला पनि होला, त्यसैले कहिलेका यस्तो ट्रेनहरू कस्तो ढिलो पर्छ क्या। ट्रेन रोक्यो भने 10-15 मिनटसम्मै रोकिन्छ क्या, त्यसै बिच बाटोमा रोकिन्छ क्या। आज आउँदै चाहिँ मलाई दाइ पनि भेट भयो, मेरो पछाडिको हाम्रै इन्डियाको दाइ हो, त्यो पनि भेट भएको थियो त्यो बाटोमा। त्यो फाइनली कलेज पनि आइपुग्यौँ। सो हाम्रो क्लास यो मेमोरियल हलको आज पनि 312 नम्बरमा हो।
अनि साथीहरू पनि आइपुगेको छ सबै साथीहरू आज ट्रेन ढिलो भएर त भने म छिट्टै नै पुगेँ क्या हामीहरू लगभग क्लास अलि पनि आधी घन्टा टाइम छ है क्लास म्याम आउनलाई सो केही छैन अब गएर बस्छौँ पानी सानी खाएपछि अनि अलिकति एकछिन बस्छौँ चिसो हुन्छ क्या तातो भएको छ जिउहरू पुरै सो यो भर्याङ चाहिँ कस्तो लास्टै रहेछ क्या ठुलो माथि छ चल्नु हाम्रो कलेजमा एउटा पार्क छ क्या नि साथीले भन्नु जाउँ न त साथी आज पार्क घुमेर आउँ अनि अल्छी पनि लाग्यो यस्तो पार्कमा धेरै राम्रो कुराहरू छ यस्तो जगिङ गर्ने यो बच्चाहरूको यता भइसक्यो बच्चाहरू खेल्ने त्यो झन्डा पनि छ तर एउटा क्या इन्ट्रेस्टिङ कुरा छ क्या यता यो पार्कमा एउटा पानी बल छ क्या धेरै खतरनाक नै भनौँ न यस्तो रहेछ क्या बबालै छ क्या एउटा पार्क त्यस्तो छ क्या मान्छेहरू यहाँ खेल्छ क्या ठुलो मान्छेहरू पनि आएर खेल्छ जानुभयो एउटा मान्छेले यो पार्क भनेको मान्छेहरू धेरै घुम्न आउँछ क्या रमाइलो छ क्या यो पार्क पनि कस्तो रमाइलो टाइपको भनौँ न यस्तै छ क्या रमाइलो पुरै साइडमा घुम्ने मान्छेहरू घुम्छ आउँछ घुम्छ बवाल छ क्या उता हेर्नु सक्नुहुन्छ कस्तो पानी छ मान्छेहरू उभिएको छ नै कस्तो रमाइलो रहेछ क्या बजार हेर्ने त्यो भनेको छु भनिदिन्छ क्या त्यो बच्चाहरू हेर्नु त कस्तो खतरा खेल्दैछ क्या स्केटिङमा यहीँबाट जाने होइन हाई यो पार्कमा गार्डनहरू चाहिँ कस्तो बबाल रहेछ क्या ठाउँमा गार्डन यो गार्डन भनेको यस्तो बबाल छ नि यस्तो बबाल लाग्छ नि हाम्रो बस्ने ठाउँ चाहिँ यहाँ बेलुका आएपछि नि कस्तो रमाइलो हुन्छ क्या पुरै चिसोको मौसममा पुरै चिसो हावा आउँछ तर रमाइलो हुन्छ क्या पुरै यतातिर धेरै थिएन क्या मान्छे नै थिएन अलिकति पनि अब अहिले चाहिँ कति मान्छेहरू रहेछ क्या टन्नै मान्छेहरू गएको टन्नै मान्छेहरू गएको छ यो स्टेसनमा बिहान कम हुन्छ क्या अलिअलि कम हुन्छ अनि जति बेलुका हुन्छ राति त योभन्दा नि आज 6:30 बजे नि कस्तो अन्ध्यारो भइसक्यो क्या कस्तो अन्ध्यारो टाइपको देखिन्छ तर आज पानी पनि परेको छैन तर यस्तो अन्ध्यारो नहुनुपर्ने के छ र मौसम आज तर मौसम चाहिँ अहिलेको मौसम चाहिँ लास्टै भवाल छ चिसो मौसम छ क्या कलेज जाने बेलामा यस्तो घाम थियो पसिनाले त पुरै लुगा नै भिजेको थियो क्या यस्तो घाम थियो सो अहिले यस्तो चिसो भएको छ यसो आज कलेज गएको किन यस्तो अल्छी लाग्दै थियो कि आज 5 घन्टा पढ्दा लास्टै अल्छी लाग्यो क्या लास्टै अल्छी थियो क्या खै किनकि आज घाम थियो घाम पनि हुनसक्छ घामको लागि पनि धेरै अल्छी लाग्दैछ त्यो पनि हुनसक्छ क्या सो थ्याङ्क यू फर वाचिङ आजको भिडियो कस्तो लाग्यो लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला थ्याङ्क यू वाचिङ बाई